एभ्रिवान हामी चाहिँ होइन के भन्दा हामी चाहिँ थुम्का भनेको चाहिँ अरूहरूलाई थाहा हुँदैन होइन हाम्रो घरभन्दा माथि डाँडा घुम्ने ठाउँको नाम चाहिँ थुम्का चौर हो क्या त्यहाँनिर चाहिँ मन्दिर पनि छ होइन मन्दिर छ अनि त्यसपछि घुम्ने ठाउँहरू धेरै छ त्यही भएर हामी चाहिँ दिदी पनि घुम्न जाँदैछौँ है मेरो माइली बहिनी हो होइन अनि त्यसपछि मेरो भदैनी बहिनी चाहिँ ठिक हो यो मेरो जेठी बहिनी घुम्न जाँदैछौँ कान्छी बहिनी यो मेरो काइली बहिनी अनि हामी चाहिँ सबभन्दा ठुलो बहिनी सबभन्दा सानो बहिनी पनि तर सबभन्दा ठुलो बहिनी त्यही हो है अनि हामी चाहिँ घुम्न जाँदैछौँ होइन अनि हामी खाइ गरेर हिँडेको होइन अनि डेस्टिनेसनमा पुगेपछि फेरि देखाउँछु म धेरै बोल्न सक्दिनँ बाटोमा मलाई धेरै प्रेसर हुन्छ क्या श्वासमा भएर होइन भाग्य मानेको मात्रै यो नाकमा चाहिँ रातो लाग्छ भने मेरो धेरै लागेर होइन तल टिका चढेर मेरो चाहिँ दसैँमा टिका लगाएर यस्तो हुन्छ सबै झर्छे भयो लाउने झर्दै अनि यसरी हिँड्छ यो चाहिँ होइन डेस्टिनेसनमा हामी पुगेपछि हजुरहरूलाई देखाउँछ हाम्रो बाहिरतिरको नजारा चाहिँ खतरा है वाउ त्यो बाटो हामी चाहिँ फाइनली डेस्टिनेसनमा पुनः आँटिरहेको छौँ यस्तो छ हाम्रो डेस्टिनेसन चाहिँ अब अलिकति बाँकी छ यो चाहिँ फाइनली डेस्टिनेसनमा आइपुग्यौँ है गाइजहरू सबैजना हेर्नु होला होइन हाम्रो फाइनली डेस्टिनेसन चाहिँ यस्तो छ पिकनिक स्पोटहरू सबैजना आउनु होला घुम्न हाम्रो गाउँमा होइन सुनकोशी 5 गाउँपालिका वडा नम्बर 5 होइन नाङ्गे डाँडा टाइगर हो है यो थुम्का चौर पनि हो हामी चाहिँ कति धेरै के भन्छ ट्याङ्कीहरू के बनेको छ है बस्ने के भन्छ चियरहरू पनि बनाएको रहेछ अहिले चाहिँ होइन म घरमा भए पनि गाउँमा आउँदाखेरि हेर्दैन थिएँ तर आज आएको सबै दिदीबहिनीहरू दाजुभाइ तर दाइहरू आउनु भएको छैन भाइ चाहिँ लिएर आएको फोटो क्यामराम्यान बनाउनको लागि अर्को यहाँ हाम्रो प्याजी ननासे नटखटे बहिनी नाच्दै चाहिँ होइन यो चाहिँ यहाँबाट बस्ने हो एउटा दुईवटा तिनवटा